बमरेल स्कुटी किन्न पर्यो। मान्छे 1.5 फुटे छ, स्कुटर धान्न सक्छ कि सक्दैन थाहा छैन, स्कुटर किन्ने यस्ताले नि। ल तिमीले भनिहाल्यौ आज हेर यामा ब्लु फेसमा आछौँ हामी होइन, तिमीलाई आज म एउटा स्कुटर किनिदिन्छु। ल ल आज मेरो तर्फबाट मेरो अर्को त थोत्रो एउटा स्कुटर छ। को यो आमा कहाँ आइपुग्यो यो भाइ छुट्टुको आएको त कहाँ आइपुग्यो? खै कहाँ आए? साथीभाइ भनेपछि त कमसेकम यो सिना चौकमा यहाँ ब्लु फेसको अफर चलेछ भने मलाई पनि खबर भन्दा आफूमा त सुटकाउने। तिमीले अस्ति तिम्रो मात्र नयाँ बाइक छैन, स्कुटी छैन, म चाहिँ चलाउनु पर्दैन। तिमीले अस्ति 2-3वटा एक्सचेन्ज गरिसक्यो, त्यो छुट्टुको आएको नि हामी दुईजना मात्रै। तपाईँ तिमीले नि गरे त यसपालि यो छोटे छ नि, छोटे अब चुनाव आउँदैछ अरे। अब चुनाव अहिले घन्टीलाई भोट हाल्छु भने अब यो घन्टीलाई जित्न लागि स्कुटर चलाएर पुरै झन्डा फरफराउँदै हिँडेर पोखरा भ्यान्छ सबै हेर त मान्छे। यस्तो पिसा गरेर चाक कुद्न नसक्ने चलाउन सक्छ। स्कुटर चलाउँछु भने आएको अब के थाहा। बाबु तिमी स्कुटर चलाएर अनि झन्डा चाहिँ कसको फरफराउने, कुन पार्टीको? एमालेको। तिहारीमा बजे एमाले भनेर पिठा खालाउ फेरि बजिया थाहै छैन यार। यस्तोमा सिकाइ पढाइ पास गर्दैन। रुखको अरे फेरि रुख भने कुन पार्टीको? एमाले। यसलाई थाहै छैन यार। यसलाई स्कुटरमा बरु नकिनिदिउँ क्या हो यसलाई, रोड कभरमा किनौँ। एमआई एक्सनमा आएछौँ हामी होइन, बरु दाजुभाइ किनौँ बरु, अनि दाजुभाइले बरु चक्क पोखरा भ्याली घुमाउँ होइन। यसलाई किनौँ नि यसलाई एउटा पार्टीको नाम थाहा छैन। मिनमा हालिदिने हो। ए बिमा भन्छु